अस्पतालमा लग्नु पर्ने अर्कालाई मरोस् भन्ठान्ने होइन मरोस् सरोस् केही भने होइन त्यति भइदिएदेखि समस्याको समाधानै हुन्छ कि भन्ने मेरो विचार हो नगराउनुहोस् अरू कुरो थाहा छैन जैसा यो छोरी पहिले तपाईँलाई मैले जिम्मा दिइसक्या हो अब यसको पेटमा भएको बच्चा पनि तपाईँकै हो खुरुक्क जिम्मा लिनुहोस् ल ए बाबा 4 वर्षसम्म माइत बसेर भुँडी बोकेर आकी स्वास्नी मैले कसरी जिम्मा लिनु तपाईँ कसरी प्रमाणित गर्नुहुन्छ यसको पेटभित्रको बच्चा मेरो हो भनेर ए प्रमाणित गर्नु पर्यो प्रमाणितै गर्नु पर्यो हो भनेदेखि मैले चिना एकजना ज्योतिष हुनुहुन्छ उहाँलाई बोलाएर सोध्ने त्यो ज्योतिष बोलाउनु भन्दा त यसलाई अर्को केटो खोजेर जिम्मा लायो भइगयो नि लगाउनुहोस् तपाईँ यहाँ फोन गरेर त्यो ज्योतिषबाला बोलाउनु पर्यो कि उहाँले पनि मोबाइल हाल्नु भएको छ नि त बाजेले यसपाला ए यो मोबाइल भनेको सालोले पठाइदियो अरबबाट एकछिन है त्रिकालदर्शी बाबा कलिङ भने चाहिँ जाँदै भन्छ क्या जैसा कलिङ भनेको कल गर्ने तपाईँले सम्पर्क गर्न खोज्नु भएको नम्बरमा अहिले सम्पर्क हुन सकेन केही क्षणपछि 13 बजेलाई पुनः प्रयास गर्नु देख्नु भएन मोबाइलको हालत देख्नु भएन अब हामीले तिर्न पर्ने पैसा चाहिँ अहिले तिरेन भने एकछिनमा लाइन च्वाट काटिदिने रे उनीहरूले दिने सेवामा चाहिँ माफ गर्ने होला अरे अब यस्तो तालले नि मोबाइल चल्ला कहिले मलाई त के थाहा अब कहिले मोबाइल बोके होला थाहा हुन्छ खैके म त कुरै बुझ्दिन जय भोले भक्त परमानन्द स्वामी त्रिकालदर्शी ज्योतिषी हाजिर छ बालक ससुराबा के मोबाइलमा सम्पर्क गरिरहनुहुन्छ मोबाइल भन्दा पहिले मान्छे सम्पर्कमा आएपछि यस्ता अब मोबाइल केलाई बोकिरहनु पर्यो फालिदिनुहोस् भन बालक मलाई किन सम्झ्यौ यति भएपछि थाहा भएन किन सम्झे भन्ने कुरा भनेपछि कुरो गहिरो रहेछ गहिरो त छ तर तिमीहरू चिन्ता नगर बालक त्रिकालदर्शी ज्योतिषी हाजिर छ यहाँ ल पहिला यो पात्रोमा दक्षिणा राख दक्षिणा त छैन बाजे यो प्रिपेड मोबाइलको रिचार्ज कार्ड छ हुन्छ त यसले मूर्ख बालक रिचार्ज कार्ड होइन छ भने एटीएम कार्ड देऊ एटीएम कार्ड दियो होइन ज्योतिषमा उहाँ खोला पारे अन्तरेको बिहेको लागि आएको निमन्त्रण कार्ड छ भित्र त्यसले हुन्छ त ल भइगयो दक्षिणा चाहिँदैन मलाई तर यो पात्रोमा राख्नको लागि अक्षता लिएर आऊ अक्षता अरे नअरे यो त अब अक्षता लिनु भनेर त गए जै अब अक्षता रहन्छ धानै हाल्नु पर्यो बाजे भनेर धान ल्याउनु बेर छैन अब छोरी माइतीतिर थिए भयो भर्खर अस्ति भर्खर मिलबाट कुटाएर ल्याएको चामल सकिने भने ल बाजे राम्रोसँग हेरिदिनु पर्यो ओम क्लीम क्लूम चामुण्डाय स्वाहा ओम क्लीम क्लूम चामुण्डाय स्वाहा ओम ल भोले भक्त भनेको त झोले भक्त नै रहेछन् नि कालम कुलुम स्वादै के भन्दा रहेछन् नगराउनुहोस् तपाईँ ज्योतिष बा यो मेरो छोरीको पेटा यिनै बदमास ज्वाइँको गर्व छ भनेर भनिदिनुहोस् त यिनको मुखै टालिन्छ ल अहिले ज्योतिष बाले यिनको गर्व होइन उतैबाट अरू कसैको गर्व बोकेर आकिरहेछ भनेपछि कसको मुख टालिँदो रहेछ हेरौँ न म पनि शान्त बालक शान्त सुन यी नानीको पेटमा गर्भ त गर्भ नै रहेछ तर तिम्रो पनि होइन अरूको पनि होइन धेरै जनाको गर्भ रहेछ बालक के नचाहिने कुरा गरे ज्योतिष तपाईँले त्यही त मेरो त यहाँ चरित्रमाथि नै प्रश्न चिन्ह खडा भयो बाजे खडा त भइहाल्छ नि धेरैतिर चार्दै हिँडेपछि मलाई त पहिले शङ्का लागिरहेको थियो यो आइमाईको मति बिग्रियो भन्ने शान्त बालक शान्त वास्तविकता अर्कै छ यी नानीको पेटमा बसेको गर्भ 4 वर्ष अगाडि रहन गएको तिम्रै गर्भ हो तैपनि मुलुकको हितको लागि जन्मन आँटेको हुनाले
सबैको गर्व भनिदिएको हुँ मैले। क्या बात करता है तुम? ठीक बात करता है तपाईँ नचाउनुहोस्। ए ज्योतिषबा, हुने नसक्ने बात करता है? 4 वर्षसम्म नजन्मिकन कसरी बच्चा पेटा खुम्चेर बस्न सक्छ? ढिलै भयो भने 11-12 महिना त जन्मिहाल्छन्। तिम्रो बच्चा मात्रै 4 वर्षसम्म पेटमा खुम्चेर बसेको होइन। यो 4 वर्षे ग्रहण कालमा देशका धेरै कुरा खुम्चन बाध्य भएका थिए। प्रेस स्वतन्त्रता खुम्चेको थियो, मानव अधिकार खुम्चेको थियो, विकासका योजनाहरू खुम्चेका थिए, मौलिक हक अधिकारहरू खुम्चेका थिए। यी सब कुरा खुम्चिँदाखेरि तिम्रो बच्चाको खुम्च्याइमा तिमी यति धेरै चित्त नदुखाऊ बा, नदुखाऊ। मेरे बच्चा की क्या ये? सिंदली गाड़ी लड़का बाड़ी सीतबाब काची सीतबाब। कस्तो लाग्यो त? कुरै नबुझी अर्कालाई दोष लाउने। अनि तिमीले पनि त ग्यास्ट्रिक भन्यौ नि त सुन्थ्यौ? कस्तो अर्कालाई ढाकेर मर्ने। कस्तो लाग्नु जाइया ससुरा अगाडि छोरीलाई अनि ज्योतिषबा, हाम्रो यो बच्चा मुलुकको हितका लागि जन्मिन्छ त भन्नु हो, जन्मेर के भन्छ त? तिमीहरूको बच्चा लोकको प्रतिमूर्ति रहेछ। जन्मेपछि लोकप्रिय व्यवस्था बन्छ। ले होइन, तपाईँले के नचाहिने कुरा गरेर ज्योतिष भा? यो लोकतन्त्र भन्ने त 2063 साल वैशाख 11 गते जन्मियो होइन र भने? मूर्ख, सत्ताका टाउकीहरू फेरिँदैमा प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्र प्राप्त हुन सक्दैन। त्यो दिनमा त लोकतन्त्रको खोस्टा मात्रै जन्मिएको थियो। भनेपछि त्यसको 3 दिन अगाडिको घोषणा त लोकतन्त्रको लोस्टा पनि जन्मिएर रहेछ होइन त? ज्योतिष बा, त्यसो भएदेखि मेरो पेटमा भएको बच्चा चाहिँ खासमा पूर्ण लोकतन्त्र रहेछ होइन त? ठीक भन्यौ बालिके। तर बालिके, लोकतन्त्रलाई यसरी गर्वमा राखेर बाबुआमा यसरी एक आपसमा झगडा गर्दाखेरि षड्यन्त्रको शिकार भएर लोकतन्त्र गर्वमै तुहिन पनि सक्छ। त्यसैले तिमीहरू एक आपसको मेलमिलापलाई कायम राखेर सदा सजग र सचेत हुनुपर्छ, बुझ्यौ? अनि यिनको यो गर्वमा भएको छोरा हो कि छोरी लोकतन्त्र हो? कहिले जन्मिन्छ कि जन्मिन्छ त ज्योतिष बा? लोकतन्त्र त त्यो दिन जन्मन्छ बालक जुन दिन भोकाहरूको पेटमा अन्न पर्छ, नाङ्गाहरूको आङमा एक थरो लुगा पर्छ, खाली गोडाहरूमा चप्पल पर्छन्, दुर्गम जिल्लाहरूमा विकासका मूलहरू फुट्छन्, समानुपातिक शिक्षाको ज्योति चारैतिर फैलिन्छ। हो, त्यस दिन मात्र लोकतन्त्र रूपी कोपिलाले चिहा गरेर जन्म लिन्छ।